साउजी ठिक छ साउजी। कति चाहियो गाडी? हेलो गाइस, गुड मर्निङ। ल हामी चाहिँ जोगरबन्दीबाट बिहानै निस्केका छौँ काठमाडौँको लागि। हामीलाई 5:06 बज्न लागिसक्यो। सूर्यको ठाउँ हो निन्द्रामै त छैन। बिहानै जाडोमा रक्षा लाएर यसरी ओढेर जाने सर यता हुनुहुन्छ राति नै हिँडेर जति जानेर आजको यात्रा राजधानी बालेन सिटी काठमाडौँको बाटो खण्डन नै छ। ल गाइज, हिजोकै रुटबाट फर्किँदै भएर खासै भिडियो लङ पनि नबनाउनलाई मैले चाहिँ ट्याक्क अलिअलि भिडियो गरेर साउन्ड भोइस ओभर गरेको छु। छोटो मिठो होस् भनेर तपाईँहरूलाई नि हेर्न सजिलो होस् भनेर मैले अब त्यति धेरै बनाइनँ। त्यही नै बाटो हो, त्यही नै रुट हो। आजको यात्रा चाहिँ काठमाडौँ नै हो। बिहानै टोकरको लागि अँध्यारोमै बस्ती बाल्दै यसरी हिँड्नुपर्छ है। यता चाहिँ निगुरेबाट काठमाडौँ जानलाई जाने खालको बस्ती बोलिरहेको छ यो अहिलेसम्म। हिँडिसक्यो हिजो गाडी बिग्रेर बसेको चाहिँ यहाँनिर हो। बिग्रेको झन्डै 2-2.5 घन्टा जस्तो बसियो हामी यहाँ। अहिले त गाडी छैन, गाडी बनाएर लैसियो हालमा हो। हिँडेर पाखा गर्दै काठमाडौँको यात्रा हाम्रो चाहिँ सुरु भइसक्यो। यस्तो खोलै खोलाको बाटो जानुपर्छ। दिल्ली हाइवे भन्दा कम छैन। ल गाइज, यो चाहिँ बाढीले लगेको पुल थियो। यहाँ पहिला चाहिँ बाढीले लग्यो अनि यो चाहिँ 6 महिना नहुँदै लगेको पुल हो। दोरम्बा टोकरपुर जाने बाटोको र यो अँधेरी खोला पुल भन्ने ठाउँको हो गाइज, हेर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ हामी चाहिँ यस्तै खोलाको बाटो भिर पाखा हुँदै हुँदै कोही ठाउँमा टर्निङ नपुग्ने जस्तो देख्ने ठाउँ, यस्तो दुर्गम ठाउँ हुँदै हामी चाहिँ रिटर्न ब्याक काठमाडौँ भइसकेका छौँ। हामी चाहिँ अब यहाँबाट उकालो लाग्यौँ टर्निङ कटेर। देख्न सक्नुहुन्छ धन्न टर्निङ पुग्छ। यस्तो डेन्जरस बाटो छ अनि भिर र पाखा जङ्गलको बाटो हुँदै हुँदै हामी चाहिँ दोरम्बा भन्ने ठाउँमा आइपुग्यौँ। ल देख्न सक्नुहुन्छ पहाडी पनि टन्नै गाउँहरू रहेको छ। यता चाहिँ खासै देखिएन र हामी चाहिँ दोरम्बा बजारमा आइसकेका छौँ। करिब 4-5 किलोमिटर हिँडिसकेपछि चाहिँ दोरम्बा बजार देख्न सक्नुहुन्छ। यसलाई किबी पार्क पनि भन्छन्, किबी चोक भन्छन्, सरी किबी पार्क होइन, किबी चोक पनि भन्छन्। र यहाँ चाहिँ विद्यार्थीहरू चढेका थिए। यहाँनिर झारेर यो चाहिँ स्कुल हो, यतै साइडको त्यही स्कुलको विद्यार्थीहरू झारेर हामी चाहिँ हिँडिसकेका छौँ।
अब दोरम्बामा 4-5 मिनट बसेर हामी फेरि काठमाडौँतर्फ लाग्नेछौँ। ल है गाइज, हामी चाहिँ फाइनली यो अग्लेश्वर भिर भन्ने ठाउँ हो। यहाँ चाहिँ यो अग्लेश्वर भिर भन्छन् र अग्लेश्वर मन्दिर चाहिँ मास्तिर छ क्यारे। यो चाहिँ दोरम्बा टोकरपुर सोइलुङ जाने बाटोको एकदमै डेन्जरस बाटो रहेको छ। यो चाहिँ एकदमै यहाँ देख्न सक्नुहुन्छ। टर्निङबाट चाहिँ तलतिर यदि केही गरी भाग्यवश दुर्घटनावश गाडीहरू खस्यो भने दुर्घटना भयो भने चाहिँ यहाँनिर चाहिँ गाह्रै पर्छ भेट्नलाई। लास्टै भिर छ। हामी चाहिँ ढलानको बाटो सरर ओह्रालो हुँदै हुँदै काठमाडौँको यात्रा देख्न सक्नुहुन्छ। टर्निङ काट्दा नि पुरै गाडी नै आधी त उतै छ जस्तो लाग्छ। हामी चाहिँ करिब अग्लेश्वर भिरबाट 1 किलोमिटर जति हिँडिसकेपछि हामी चाहिँ गाल्पा बजार भन्ने ठाउँमा आइपुग्यौँ। यो चाहिँ गाल्पा बजार हो। रामेछापमा प्रसिद्ध ठाउँ पनि हो यो पनि। हामी चाहिँ गाल्पा बजार यो माथिको बाटोबाट चाहिँ पानी ट्याङ्की अनि अर्को के हो भन्ने ठाउँतिर पुग्छौँ। र अगाडि चाहिँ लोकल कुखुराहरू छ। कसलाई चाहिन्छ सम्पर्क गर्नु होला। उनीहरूले बाटो छेकिसकेका छन्। र अब यहाँबाट चाहिँ अलिकति अगाडि चेकपोस्ट छ। त्यही भएर भिडियो यतैबाट एकैचोटि अलि अगाडितिर पुग्छौँ हामी चाहिँ। ल गाल्पा बजार भनेको चाहिँ यहीँनेरि हो। अब चाहिँ खाँडादेवी गाउँपालिका सुरु भयो। यहाँबाट मास्तिर चाहिँ खाँडादेवी जाने बाटो हो। हामी हिजो चाहिँ यतैबाट फर्केका थियौँ। उतानेरि गाडी बिग्रिया भएर यतै अलिकति अगाडि गाडी बिग्रेको भएर हामी हिजो यताबाट गइरहेको थियौँ। र अहिले चाहिँ हामी त्यही बाटो तल्लै बाटोबाट जानेछौँ। खाँडादेवी जाने बाटो त्यही हो। काठमाडौँ जाने बाटो यही हो। र पहिलो भिडियो हेर्नु भएको छैन भने सबैले पहिलो भिडियो हेर्नु होला। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। ल मान्छे कति भयो भनेर सूर्य गुरु हेर्दै हुनुहुन्छ। यस्तो हिल्लो बर्खाको जस्तो बाटो हुँदै हामी चाहिँ बिस्तारै लागिरहेछौँ काठमाडौँतर्फ। रिसोर्ट डाँडा भनिन्छ। र तलतिरबाट चाहिँ काठमाडौँ पुगिन्छ। माथितिरबाट चाहिँ खाँडादेवी मन्दिर पनि पुगिन्छ। हामी हिजो यहीँ माथिबाटै गएका थियौँ। र रिसोर्ट पनि रहेको छ यहीँनेरि नै। हामी चाहिँ अहिले काठमाडौँतर्फ लागेका छौँ। कसैलाई खाँडादेवी जानु पर्दाखेरि यही बाटो जाँदा पनि सर्टकट नै पर्नेछ। हिँडेर जाँदा पनि हुनेछ भने गाडीमा पनि जान सकिन्छ। यो ठाउँलाई चाहिँ गोगन पानी भन्छन्। तलबाट चाहिँ मन्थली अनि भदौरेहरू जान्छन् भने माथिबाट चाहिँ काठमाडौँ गइन्छ। भिरपानी हुँदै सित्खा हुँदै हाइवे टेकेर काठमाडौँ आइन्छ। अहिले काठमाडौँतर्फ हामी चाहिँ माथि लाग्यौँ। तलतिरबाट चाहिँ मन्थली पनि पुग्न सकिन्छ। भदौरे गुन्सी भन्ने ठाउँतिर पुगिन्छ। अब हामी केही अलिकति उकालो चढेपछि ओह्रालो हुन्छ बाटो। पिच नै छ सित्खासम्म चाहिँ।
काली घर पाल्यो हामी चाहिँ आफ्नै सुरमा हिँडिरहेछौँ भने यता भाडा उठाउने कार्यक्रम चलिरहेछ भने सर्को लाएर तारघरे मोडबाट हामी चाहिँ तलतिर लागिसक्यौँ। यता भाडा उठ्दैछ, हामी आनन्दले बसेर अगाडिको मनमोहक दृश्य हेर्दै चिजबाट सनन्न जाँदैछौँ। हामी चाहिँ सित्खा बजार भन्ने ठाउँमा आइसकेका छौँ र हामी ओह्रालो झर्दै यता माथिबाट चाहिँ राकाथुमहरू हुँदै दोरममा पनि पुगिन्छ, तर हाम्रो चाहिँ रुट त्यता नभएर हामी यतैबाट जानेछौँ। यो चाहिँ काठमाडौँ जाने बाटो र अगाडि चाहिँ चेकपोस्ट भएको कारणले भिडियो अफ गरेर एकैचोटि हामी हाइवे टेक्निकमा मान्छे घरले पनि सानो खाना खाने एकदम मन्डली जाने हामी चाहिँ खाना खाएर धेरै अगाडि नै आइसकेका छौँ र यो चाहिँ नेपालथोक भन्ने ठाउँ हो। ल यहाँ चाहिँ कुशेश्वर महादेव बाढीले पनि केही गर्न नसकेको मन्दिर रोसीको देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँबाट अगाडि नै सुई जाने हो। हामी चाहिँ नेपालथोकबाट अगाडि लागिसकेका छौँ र हामीले बाटोमा धेरै नै भाइरल गाडीहरू पनि भेट्यौँ, हल्का फुल्का गफ पनि गऱ्यौँ। यो चाहिँ आँप गाडी हो। यहाँनिर चाहिँ हाट बजार लागिरहेछ। पहिला हाइवे माथि हुँदाखेरि माथि नै थियो, अहिले चाहिँ खोला बाटो कुद्नु पर्या भएर तल नै सरिसकेको छ। यहाँको पसलहरू सुन्तलाहरू के चाहिन्छ सबै यहाँनिर पाइन्छ। यात्रामा किनेर खान पनि सक्नुहुन्छ। यात्राको क्रममा हाम्रो अहिलेको भाइरल गाडी सुन्दर सुनापाती सुमन भाइसँग पनि यात्राकै क्रममा भेट भयो संयोगले र हामी चाहिँ थोरै गफ गर्ने पनि छौँ। लाग्दो दालले आइँदैन र यो गाडी चाहिँ हामी आएकै ठाउँमा जान लागेको गाडी हो। दोरमबाट टोकरपुर नै जाने गाडी हो यो चाहिँ।
चाहिँ धेरै लामो भिडियो बनाइन, छोटो मिठो। यो चाहिँ धुलीखेला आइपुग्यौँ हामी। छोटो मिठो होस् भनेर यो चाहिँ बनेपा रहेको छ र हामी अब एकैचोटि काठमाडौँमा भेट्नेछौँ। र कसैलाई रिजर्भ जानु परेमा सम्पर्क गर्न सक्नुहुन्छ, यही युट्युबमै छ नम्बर। ल गाइज, ल आजको भ्लग 2 दिनको भ्लग सिद्धियो। अब जडीबुटी टेकियो, बसपार्क भित्र अब ट्याक्क ल्यान्डिङ हुन्छ। यो चाहिँ गुरुसँग नि बाई बाई गरिन्छ। अब उता धनेश्वरसँग नि बाई बाई गरिन्छ। मान्छे छैन, हिजो नि खाली खाली, आज नि खाली नै। त्यस्तै छ ल अब सिद्धिको जर्नी 2 दिनको। यहाँबाट ट्याक्क अब बसपार्क छिरिन्छ। ल सबैलाई अब यति भन्दै बाई बाई। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला। ल गुरुले पनि केही भन्थ्यो त अब लास्टमा। नम्बर चाहिँ युट्युबको बायोमा पनि छ। यदि कसैलाई रिजर्भ जानु परेमा सम्पर्क गर्न सक्नुहुन्छ। गाडी एकदमै राम्रो रहेको छ, सिट पनि कम्फोर्टेबल रहेको छ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।